मेरो नाम हरिओम प्रसाद श्रीवास्तव हो। म सडक विभागमा कार्यरत छु। विगत 30 वर्षदेखि म सडक विभागमा छु र अहिले हाल डिजाइन तथा योजना महाशाखाको उपमहानिर्देशक पदमा चाहिँ काम गर्दैछु। मेरो क्वालिफिकेसन चाहिँ मैले बी सिभिल इलाहाबाद युनिभर्सिटीबाट 1979 मा तथा मास्टर्स इन ट्रान्सपोर्टेसन इन्जिनियरिङ रुड्की युनिभर्सिटीबाट मैले गरेँ र त्यसपछि विभिन्न जिल्लाहरूमा करिब मैले आफ्नो यो 30 वर्षको कार्यकालमा नेपाल अधिराज्यको करिब 30-32 वटा जिल्लामा चाहिँ मैले चाहिँ काम गरिसकेको छु र अहिले अब यहाँ विभागमा बहरमल स्थित चाहिँ केन्द्रीय कार्यालयमा म कार्यरत छु। नेपाल इन्जिनियर्स एसोसिएसनमा सक्रिय रूपमा सहभागी भई इन्जिनियरहरूको हक हितमा चाहिँ हामी सधैँ नै लागिरहेका छौँ। हामीले धेरै उपलब्धिहरू हासिल गर्यौँ, केही गर्न बाँकी पनि छ। सबै काम पुरा भयो भनेर भन्न सकिँदैन। जति काम पुरा हुन्छ त्योभन्दा बढी काम गर्नुपर्ने बाँकी हुन्छ। त्यसैले आगामी दिनहरूमा हामी चाहिँ अझ सक्रिय रूपमा अझै चाहिँ जोरदार ढङ्गले लागेर के गर्न सकिन्छ त्यो कुराहरू धेरै कुराहरू पहिचान गर्न बाँकी पनि छ। त्यसलाई गरेर युवा इन्जिनियर हुनुहुन्छ उहाँको लागि के गर्ने यस्ता कुराहरू चाहिँ अहिले आइरहेको छ र अब हामीले चाहिँ यो बारेमा पनि युवा साथीहरूसँग र अरू ठाउँमा पनि हामीले छलफल पनि गर्ने र अब त्यसबाट चाहिँ एउटा सर्टेन कुराहरू चाहिँ अब गर्ने एउटा सर्टेन एजेन्डा पनि अरू जे अहिले हाम्रो छ त्यो त छँदैछ, त्योभन्दा थप पनि अरू चिज गर्ने हामीले चाहिँ केही एजेन्डाहरू पनि अरू बनाएर त्यसपछि यसलाई चाहिँ जोरदार ढङ्गले चाहिँ हामी सक्रिय रूपमा लागेर हामीमाथि जुन विश्वास अहिलेसम्म गर्दै आउनु भएको छ इन्जिनियर समुदायले जुन गर्दै आएको छ त्यसलाई हामी कुनै पनि हालतमा उहाँहरूलाई चाहिँ यो हामीले गलत गर्यौँ भन्ने कुरा चाहिँ यो त्यो भान चाहिँ हामी पर्न दिने छैनौँ र आगामी दिनमा पनि यो लोकतान्त्रिक समूहलाई चाहिँ विजय गराउँदाखेरि इन्जिनियर समुदायको चाहिँ भविष्य सुरक्षित रहन्छ भन्ने कुराको चाहिँ एउटा भावना चाहिँ पैदा गर्ने चाहिँ हामीले चाहिँ कोसिस गर्नेछौँ र त्यो चाहिँ एउटा हामीले हाम्रो प्रतिबद्धता पनि छ। साथीहरू, यो देश निर्माण काममा हामी चाहिँ कटिबद्ध भएर अगाडि लाग्ने नै हामी चाहिँ एउटा चाहिँ प्रण गर्दछौँ र यो काममा चाहिँ नेपाल, यो देश साथसाथै विदेशमा रहनुभएका इन्जिनियर साथीहरू सबै नेपालीहरू हामी चाहिँ एक भएर यो काममा चाहिँ अगाडि बढ्नलाई चाहिँ हाम्रो यो समूह लोकतान्त्रिक जुन समूह छ जसको नेतृत्व गर्ने मौका म हरिओम प्रसाद श्रीवास्तवले चाहिँ मैले गर्ने मौका पाएको छु। यस काममा चाहिँ हाम्रो समूहलाई विजयी बनाएर हामीलाई समर्थन दिएर चाहिँ यसलाई चाहिँ यो पुरा गर्नेतिर चाहिँ हामीलाई सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै धन्यवाद ज्ञापन गर्दछु।